ल त मैले काम गर्ने ठाउँ चाहिँ यही नि कावासाकी स्टार्ट भयो केटा हो उड भाइ उड गाह्रो फुड सर्भिसमा आउँदाखेरि चाहिँ यस्तै हो काम होइन यस्तरी जापानमा नि रिक्सा हुन्छ है रिक्सा देख्न सक्नुहुन्छ अगाडि है रिक्सा आफ्नै एक्सपिरियन्स है आर्मीमा जति मैले काम गरेँ होइन अनि जति दुःख गरेँ होइन अनि यहाँनिर आएर पनि जति काम गरेँ दुःख गरेँ होइन अनि दुइटैलाई हेर्दाखेरि चाहिँ फोन राख्यो छ होइन ल म चाहिँ अब लाग्दिएँ होइन अनि साइकल चाहिँ हाम्रो पुरानो दाइ चाहिँ यहाँनिर काम गर्नु हुँदो रहेछ अनि उसको साइकल लिएर जानु लगाएको सबजना काममा आउनुहुन्छ आज मेरो मात्रै छुट्टी हो अनि कति रुममा मात्रै बसिराख्नु झ्याउ लाग्दो है अनि आज चाहिँ एक्लै भए नि चल्दै गइरहेको आएछ कस्तो हुन्छ भिडियो हेरौँ अब फेरि जापानिजहरू इङ्ग्लिस पनि बुझ्दैनन् होइन भाषै मिल्दैन क्या अब त्यति खतरा पनि बोल्नु सकिँदैन जापानिज भाषा त्यही भएर अलिकति गाह्रो हुन्छ होइन तर पनि लेट्स सी बोल्ने प्रयास गरिदिनु हुन्छ है हल्का फुल्का मान्छेको सबैभन्दा ठुलो भाषा नै साङ्केतिक भाषा हो नि त हामी चाहिँ अलिकति यस्तो सिटी बजार एरिया भन्दा चाहिँ अलिकति बाहिर एरियातिर बस्छौँ होइन अलिकति मासतिर बजार जान लागेदेखि अलिकति तलतिर जानुपर्छ होइन आज चाहिँ एक्लै चल्दैछ एकदमै गर्मी रहेछ बाहिर है बाइकको साइकल चाहिँ याद छ नेपालमा हुँदाखेरि के बाइकमा राइड हानिन्थ्यो यहाँ आएर जस्तो साइकलमा जानुपर्ने हुन्छ है गाइज अब हामी सिधै गोप्रो क्यामेरामा भेट्नेछौँ यता आज फाइनली निस्किसक्यो होइन रुमबाट अनि निकै तल जानुपर्छ क्या हाम्रो बसेको यहाँबाट चाहिँ बजार जानको लागि के कस्तो हुन्छ भ्लग होइन पुरासम्म हेरिदिनु होला सब साथीहरूले मलाई सोधिरहेको थियो कि कसरी गएको हो जापान के भिजामा गएको हो भनेर म चाहिँ एसएसडब्लु भिजामा आएको वर्किङ भिजा एसएसडब्लुमा होइन जापान आएको नि धेरै भएको छैन त्यही 3-4 महिना जति भएको छ है युफिन उता आएको अलिकति तलतिर युफिन भन्ने ठाउँमा चाहिँ मेरो काम हो अनि एसएसडब्लु चाहिँ नेपालमा कहिले सुरु भएको थियो भन्दाखेरि 2019बाट सुरु भएको अरे होइन अनि यो एसएसडब्लुमा चाहिँ निकै धेरै सेक्टरमा आउन सकिन्छ फुड सर्भिस भयो होटल भयो अनि यो ग्राउन्ड ह्यान्डलिङहरू खै के नयाँ अहिले खुलेको छ है तिनीहरूमा आउन सकिन्छ एक्जाम निहङ्गो एक्जाम पास गरेर है म चाहिँ त्यस्तरी आएको हो ल्याङ्ग्वेज पढेर नेपालमा 6-7 महिना जति ल्याङ्ग्वेज पढेर पास गरेर आएको हो है अनि त्यो एक्जाम पास गरेपछि अनि कुन सेक्टरमा आउने हो आफू होइन त्यो सेक्टरको एक्जाम पनि पास गर्नुपर्छ स्किल भन्छ है त्यसलाई अनि त्यो पास गरेर चाहिँ आउन सकिन्छ है सही होला यस उड भाइ उड गाह्रो ल एकदम थाकेको अवस्था कावासाकी निन्जा एकछिन ब्रेक लिएको अवस्था यस्तो छ है त गाइज सही होला अब फेरि स्टार्ट गरेर चल्दिउँ हाम्रो कावासाकीलाई होइन टक्क पाएर कावासाकी इट्स स्टार्ट बुम 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 कावासाकी निन्जा फेरि उड्यो सही हो म चाहिँ फाइनली बजार एरियातिर आइसकेको छु है त गाइज ल त गाइज म चाहिँ फाइनली बजारनिर आइसकेको छु युफिन बजारमा होइन यस्तो छ ठाउँ चाहिँ अनि म चाहिँ साइकलमा आएको हो होइन साइकल देख्न सक्नुहुन्छ यस्तो छ है त हाम्रो युफिन चाहिँ एकदम क्लिन सफा होइन अनि
मैले काम गर्ने रेस्टुरेन्ट चाहिँ त्यो गाडी गइरहेछ नि त्यसको लेफ्ट साइडको रेस्टुरेन्ट हो सुसी रेस्टुरेन्ट होइन म त्यहाँनिर काम गर्छु अहिले आएको चाहिँ धेरै माथि देखियो होइन साइकलबाट अब जाँदाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ तर के छैन है यस्तो ठाउँ छ अनि यहाँनिर ब्रिजमा आएर हल्का हावा खाँदै बसेको हो दामी के हो यो खोला हो होइन यस्तो छ है त हरियाली देख्न सक्नुहुन्छ यो जिरो होइन भाइकीबाट एउटा कफी लगाउँदैन त हो न ओइ रोक्न कस्तो गुडिया गर्छ रे रुमलाएर लाज लाग्दैन ल यस्तो छ है जापानको जिरो हान्दैकी चाहिँ होइन अनि यहाँबाट एउटा कफी लगेर जानुपर्ने हुन्छ सिक्काहरू गएको 160 100 200 यसरी रोडमा चाहिँ जताततै यस्तो जिरो ह्यान्डबाइकहरू राखेको हुन्छ है यहाँबाट चाहिँ केहरू किनेर खान सकिन्छ है त सही होला यो खानुबाट होइन 200 एउटा हान्नु पर्यो तल झर्छ र टिपेको चाहिँ होइन फिर्ता पैसा चाहिँ यहाँ झर्छ है त हो न यहाँ थिचेर यहाँ तल झर्छ होइन यहाँबाट चाहिँ एउटा कफी लिएर म फेरि चल्दैछ ल यो चाहिँ दामी ठाउँ छ क्या होइन एकचोटि सर घुमेर देखाइदिन्छु होइन दामी तरिकाले अनि सधैँ ब्रेक हुँदाखेरि नि यहाँतिर आएर टक्क हावा खाँदै बस्नु दामी सही हुन्छ क्या होइन देख्न सक्नुहुन्छ एकदमै हरियाली होइन अनि यो दायाँ बायाँ हरियो देख्दै हुन्छ नि त्यो सब साकुराको पोट हो होइन अनि साकुरा फुल्ने बेलामा एकदम दामी तरिकाले चाहिँ फुलिरहेको हुन्छ है यिनीहरू सयो ल जापानमा नि रिक्सा हुन्छ है रिक्सा देख्न सक्नुहुन्छ अगाडि है रिक्सा यस्तरी मान्छे राखेर पुरै घुमाउनलाई यो चाहिँ टुरिस्ट एरिया हो नि त त्यही भएर मान्छेहरू घुम्नलाई एकदम धेरै आउँछ है दामी ठाउँ छ क्या यहाँ चाहिँ हेर एकदम सुनसान पुरै हरियाली है देख्न सक्नुहुन्छ यहाँ एकछिन बसिदिउँ के छ र आफ्नो त हो नि यस्तो दामी शीतल छ क्या सो त्यही भएर चाहिँ म यहाँनिर आएर बसेको हो यहाँ चाहिँ बस्ने ठाउँ छ होइन कफी खाँदै सही होला कावासाकी निन्जा यहाँ छ अनि म चाहिँ यहाँ छु अब म तपाईँहरूलाई मैले काम गर्ने रेस्टुरेन्टमा लगेर जान्छु है के कस्तो छ चाहिँ फुड सर्भिसमा आएको हो होइन अनि फुड सर्भिसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब रेस्टुरेन्टको किचनमा काम गर्ने हो किचन भन्दा नि आफ्नै आफ्नै सेक्टर हुन्छ होइन कसरी बुझाउनु अब म चाहिँ सुसी पसलमा हो होइन सुसी बनाउने ठाउँ रेस्टुरेन्टमा अब चाहिँ उतातिर चल्दैछ ल है त गाइज के वाचिङ द भिडियो यहाँनिर है त हाम्रो मैले काम गर्ने ठाउँ ल
त मैले काम गर्ने ठाउँ चाहिँ यहीँनिर यही रेस्टुरेन्ट हो होइन यहाँभित्र हो यतापट्टि चाहिँ किचन उतापट्टि चाहिँ होइन के अरे उक्या खुसामाहरू आउने ठाउँ अनि यहाँ चाहिँ हाम्रो लोकेन्ड हाम्रो ड्रेस चाहिँ यही हुन्छ है काम गर्दाखेरि फुड सर्भिसमा आउँदाखेरि हेरिराख्नु होला यस्तै हो सही हो ठिक छ त हाम्रो लोकेन्द्र ब्रो है जुम्लेली हुम्लेली ब्रदर हो यस्तो छ अहिले यहाँनिर काम के हो कामको बेला नि यस्तो भित्र जानु पर्दैन सेलरी कट होला है सेलरी कट होला हाम्रो फुड सर्भिसमा आउँदाखेरि चाहिँ यस्तै हो काम होइन यस्तरी ड्रेस लाएर टक्क किचनमा काम गर्नुपर्छ सो यो ल त गाइज यस्तै हो हाम्रो काम गर्ने ठाउँ चाहिँ होइन सब काम गरिरहेको छ आफ्नो आफ्नो दिनमा म चाहिँ उतापट्टि यो काम गरिरहेको छ नि जापानिज त्योभन्दा उतापट्टिको सेक्टर चाहिँ मेरो हो होइन यस्तो छ है त किचन यहाँदेखि उतापट्टि चाहिँ हल यहाँ चाहिँ ओकेको सामानहरू आउने ठाउँ अनि अर्डर चाहिँ यहाँनिर आउँछ है यसरी बनाउनु पर्छ है यो चाहिँ हाम्रो यो लोकेन्द्र ब्रोको सेक्टर हो उतापट्टि मेरो सेक्टर सही हो यस्तै छ है त हाम्रो फुड सर्भिसको काम अनि यता पछाडि चाहिँ यस्तो छ है यहाँ चाहिँ हिरानो ब्रोको सेक्टर हो जापानिज निहोन्जिन है हिरानो चाहिँ यसको सेक्टर हो यो चाहिँ अढाई भयो यसरी यहाँनिर यो धन्दाहरू होइन जुटो गाडाहरू यता हालेपछि आफै जान्छ यसले यस्तो छ त सही होला अब चाहिँ म फर्किन्छु होला यस्तै नै छ है जापानको बस है होइन सो यो ल देखिहाल्नुभयो मैले काम गर्ने ठाउँहरू पनि है त्यस्तो छ अनि फुड सर्भिसमा काम गर्ने चाहिँ यस्तै हो होइन अरू सेक्टरभन्दा चाहिँ यो फुड सर्भिसको काम अलिकति गाह्रो हुन्छ क्या होइन गाह्रो अनि अलिकति अरू सेक्टरभन्दा चाहिँ अलिकति गाह्रो हार्ड जस्तो लाग्छ क्या मलाई अलिक नागाई जिखान हुन्छ नागाई जिखान भन्नाले अलिकति लामो काम हुन्छ सो त्यही भएर चाहिँ अलिकति गाह्रो हुन्छ ल है त साथीहरू मेरो कावासाकी निन्जा चाहिँ उकालो बाटोमा चढेन अनि त्यही भएर यसरी पुरै डोडाएर लाँदैछु होइन तर पनि केही छैन अब अलिकति माथितिर जानुपर्छ होइन अनि चाहिँ हामी बस्ने ठाउँ आउँछ होइन अनि हामी बस्ने ठाउँ चाहिँ अलिकति माथि पहाड माथि एरियामा पर्छ क्या होइन अलिक उचाइ एरियामा त्यही भएर साइकल चाहिँ अलिकति गाह्रो हुन्छ अनि हामी काममा जाँदा आउँदाखेरि चाहिँ कम्पनीको गाडी पनि छ अनि हामीसँगै बस्ने जापानिजहरूको सबैसँग गाडी छ जोसँग गए नि भयो कम्पनीको गाडीमा गए नि भयो होइन जाने आउनु चाहिँ त्यस्तो पिर छैन अनि यो साइकल चाहिँ हाम्रो सेनपाई दाइको हो होइन अनि उहाँ चाहिँ आज काममा हुनुहुन्छ अनि आज चाहिँ मेरो छुट्टी थियो सो त्यही भएर म चाहिँ दाइको साइकल लिएर हल्का घुम्नको लागि निस्केको हो होइन अनि अर्को कुरा म पहिला चाहिँ जापान आउनुभन्दा अगाडि चाहिँ म नेपाल आर्मीमा काम गरेको है अनि नेपाल आर्मीमा लगभग मैले कति 6-7 वर्ष जति काम गरियो अनि त्यही नै हो अब नेपालको जागिर है सधैँ अभाव अनि मैले चाहिँ छोडेर अनि जापानिज ल्याङ्ग्वेज पढेर चाहिँ यता आएको हो अनि सबैले भन्छ के कस्तो छ कमाइ समय यताउति हुन्छ जस मलाई कस्तो लाग्छ भन्दाखेरि मैले नेपाल आर्मी छोडेर कुनै रिग्रेट छैन है अनि मलाई के चाहिँ लाग्छ भन्दाखेरि अहिले सोच्दाखेरि मैले 5-6 वर्ष 6-7 वर्ष जति चाहिँ टाइम वेस्ट गरेँ क्या होइन जुन त्यो 6-7 वर्षको टाइम चाहिँ अहिले जुन म यहाँ ठाउँमा छु होइन यो ठाउँमा मैले युटिलाइज गरेको भए लेभल कहाँदेखि कहाँ अप भएर पुगिन्थ्यो है अब मैले आफ्नै एक्सपिरियन्स है अब आर्मीमा जति मैले काम गरेँ होइन अनि जति दुःख गरेँ होइन अनि यहाँनिर आएर पनि जति काम गरेँ दुःख गरेँ होइन अनि दुइटैलाई मैले हेर्दाखेरि चाहिँ यहाँभन्दा चाहिँ मलाई
आर्मीमा गाह्रो थियो क्या कामहरू होइन आर्मीमा अब त्यही नै हो बोक्नेलाई थाहा हुन्छ है अब बाहिरदेखि हेर्दाखेरि केही जस्तो देखिँदैन तर त्यहाँनिर भित्र छुट्टै हुन्छ क्या संसार है एकदमै गाह्रो हुन्छ अनि यहाँ चाहिँ अब काम हुन्छ ढुक्क हुन्छ नि त ओन्ली काम टु काम होइन कसैको प्रेसर हुँदैन अनि त्यस्तो हुँदैन है आफ्नो काम गऱ्यो इमान्दारीपूर्वक है अनि मजाले छुट्टीको टाइममा जता गए नि भयो यसरी है अनि मलाई चाहिँ त्यस्तो एक्सपिरियन्स भयो है नेपाल आर्मी र जापान आएर काम गर्दाखेरि मलाई नेपाल आर्मी नै एकदमै गाह्रो थियो क्या है सही होला अनि त्यही नै हो धेरै नगरौँ मेरो आफ्नै एक्सपिरियन्स हो होइन त्यस्तो मैले कसैको उमाथि होच्याउने प्रयास पनि गरेको होच्याउने खालको कुरा गरेको पनि होइन अब त्यस्तो गरेको नि होइन जे छ सिचुएसन त्यही हो होइन त्यही भनेको हो मेरो आफ्नै एक्सपिरियन्समा अब के कस्तो भयो त्यही अनुसारले मात्रै भनेको हो होइन त्यस्तो अन्यथा नसोचिदिनु होला सही होला गाह्रो छ अब एकछिन कावासाकी स्टार्ट गरेर चल्दिउँ अच्छा अनि मैले भन्ने कुराहरू सब भनिसकेँ त्यही नै हो है गाइज गाह्रो छ जापानमा पनि यस्तरी साइकल उकालोमा चलाउनु परिरहेको नेपालमा भए पुरै बाइकमा राइड हान्दै भइन्थ्यो है गाह्रो छ नि त अर्काको देशमा स्ट्रगल गर्न आएको होइन फाइनली म चाहिँ माथि डाँडामा आइसकेको छु होइन यहाँनिर है अनि यहाँ चाहिँ एकदम पिसफुल छ क्या है एकदम डाँडा है अनि यहाँदेखि तल यो फिन बजार पनि दामी तरिकाले देख्न सक्नुहुन्छ अनि यहाँनिर चाहिँ मजाले छुट्टी मनाउनु आउँछु क्या अनि यहाँनिर चाहिँ एकदम पिसफुल लाग्छ है दामी सुनसान होइन त्यही भएर म यहाँतिर जहिले आउने गर्छु अनि आजको भिडियो के कस्तो लाग्यो होइन कमेन्ट गरिदिनु होला अब फेरि नेक्स्ट ब्लगहरू आउने छ कन्टिन्यू होइन कन्टिन्यू भन्दा नि कन्टिन्यू त ल्याउनु सकिँदैन है टाइम अलिकति बिजी भइन्छ सो त्यही भएर छुट्टीको टाइम मिल्यो भने म ब्लगहरू फेरि हाल्ने छु होइन के कस्तो खालको भिडियोहरू चाहिन्छ कमेन्ट गरिदिनु होला अनि आजको भिडियो यतिन्जेलसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद आजको भिडियो चाहिँ म यही समाप्त गर्न चाहन्छु ल है त गाइज किप सपोर्टिङ किप लभिङ